म चाहिँ आज बिदाको दिन शहीद पार्क घुम्न आएको छु। अनि शहीद पार्क यस्तो छ अनि रमाइलो छ। साँझतिर आएको, साँझको मौसम शीतलो छ, घाम पनि छैन त्यस्तो। मेरो भोइस सुनिएको छैन होला, मैले क्यामेरा यहीँ अन गरेको छु, मैले माइक बोकेको छैन। मेरो फर्स्ट भ्लग गयो चाहिँ हामी यति आएको थियौँ। मेरो भाइ फुलै फुलको फुलबारीमा निदाएसरी मिठो यो सपना। यहाँनिर थियो आमाको धाराबाट चिसो पानी खाएँ। त्यसपछि सिँढी चढेर म माथि गएँ। माथिबाट सबै दृश्य देखिन्थ्यो पार्कको। अनि त्यसपछि त्यहाँबाट मजाले पार्क हेरेँ। त्यहाँनिर शिव भगवान हुनुहुन्थ्यो अनि उहाँलाई दर्शन गरेँ। घर फर्किने बेला भएको छ हाम्रो। चटपटी बनाएर खायौँ अनि यत्तिकै बसिरहेको छौँ। आजको हाम्रो घुमघाम यति नै भयो। Bye bye. Thanks for watching.